नमस्ते हजुरहरूलाई फेरि पनि मेरो भिडियोमा स्वागत छ। अनि हामी आइसकेको छ सोहान र म क्यामेराको अगाडि। अनि हामी चाहिँ भिडियो गर्दैछौँ। अनि म उठेर फेरि पनि यता आएँ। यतापट्टि आएर फेरि सोहानको आमा र पापा पनि हुनुहुन्थ्यो। अनि उहाँहरूलाई पनि मैले भिडियोमा देखाएँ। अनि सोहानको एक्टिभिटिज देखेर हामीलाई चाहिँ हाँस उठ्दै थियो। अनि यहाँ चाहिँ नानाले चाहिँ अन्डा बनाउनु हुँदै थियो। अन्डा चाहिँ किन बनाएको भन्दाखेरि चाहिँ अब हामी यहाँ बुलडगसँग खाना लागेको, हामी खाने चाहिँ 3जना छौँ, तर बुलडग छ चारवटा। अनि अब चाहिँ हामी खाना आँटेको। अनि नानाले चाहिँ बनाउनु हुँदैछ मजाले। अनि यहाँ चाहिँ बनाइ पनि सक्नुभयो होइन। अनि अब चाहिँ यहाँ दाजुले फिट्नु हुँदैछ। हामी चाहिँ चिज मात्रै हाल्छौँ होइन। अनि यो चाहिँ यो खोर्सानीको पेस्ट चाहिँ हाल्दैनौँ। अनि यहाँ स्प्राइट पनि छ। अनि हामी स्प्राइटसँग खान्छौँ। अनि हामी सबै रेडी गरेर सोहानलाई म्याट ओछ्याएर भुइँमा राख्यौँ। अनि सोहानको हामी वरिपरि बस्यौँ। अनि उसलाई चाहिँ भुइँमा राख्यौँ। अनि हामीले चाहिँ अब सोहानलाई यहाँ बिचमा राखिकन चाहिँ अब हामी खाना थाल्छ। अनि भाइले चाहिँ क्यामेरामा हेर्दैछ। अनि मैले फोन राखेर चाहिँ ल हामी चाहिँ खानु थाल्यौँ भटाभट। अनि हाम्रो हँसाइरहनु भएको थियो, दाजुले हँसाउनु हुँदै थियो होइन। अनि हामी हाँस्दै खाइरहेको थियो। अनि नानी पनि बिचमा राखेर उसले चाहिँ खुट्टा स्पिड चलाइरहेको थियो होइन। अनि हामीलाई चाहिँ पुरा हँसाउनु हुँदै थियो दाजुले हो। अनि हामी चाहिँ दाजुको गफ सुन्दै हाँस्दै खाँदै थियौँ। अनि भाइलाई पनि हेर्दै थियौँ होइन। अनि भाइको रियाक्सन पनि कस्तो हाँसउठ्दो बनाइरहेको थियो नि त उसले। अनि हामी उसलाई पनि देख्दै हाँस्थ्यौँ। अनि फेरि खाँदा फेरि अर्को सिरियस गफ भयो। अनि हामी त्यही गफमा फेरि एकपल्ट सिरियस भयौँ होइन। अनि त्यही गफको धुनमा हामी खाइसक्न आँटेको छ हामीले चाहिँ। अनि हाम्रो खाने पारा चाहिँ यस्तो छ है। हजुरहरूको चाहिँ कस्तो छ त्यो याद छैन। अनि हाम्रो खाने स्टाइल चाहिँ यस्तो छ। अरूको चाहिँ टेबलभरि राखेर खानुहुन्छ, हामीले चाहिँ आफ्नो आफ्नो हातमा राखेर खायौँ गफ गर्दै। अनि हामीले खाइसक्न आँटेको छ। अनि नानाले चाहिँ खाइसक्नु भयो। अनि म चाहिँ अब चाहिँ मेरो टर्न थियो। थ्याङ्क यू फर वाचिङ, बाई बाई।